खुसी बनाएर राख्न नसके पनि जिन्दगीमा कसैको दुःखको कारण बन्न नपरोस्। मिलेको साथ मात्र होइन, आफूले फेर्ने सासले पनि एक दिन साथ छोड्ने गर्छ। असफलताले आफ्नो कमजोरी मात्र होइन, आफ्नो आफन्त पनि चिनाउने गर्छ। दुःख पर्यो भनेर नआत्तिनु, सुख भयो भनेर नमात्तिनु। यहाँ समय अनि जिन्दगीको पर हुने गर्दैन। उमेर बढे जसरी प्रगति नभएपछि हेला अनि मजाको पात्र बनिदो रहेछ। रहरले सहर छिरेको म भएको अलि अलि खुसी बनी रहरको सहरले खुसी दिए।